यो 2083 साल 7वटा राशिहरूको लागि एकदमै राम्रो रहेको छ भने 5वटा राशिहरूले सावधानी अपनाउनु पर्ने देखिन्छ। हजुर, त्यो राम्रो हुने भाग्यशाली 7वटा राशि मध्ये पहिलो नम्बरको राशि रहेको छ वृष राशि। हजुर, यसै गरी दोस्रो नम्बरको भाग्यशाली राशि रहेको छ मिथुन राशि। यसै गरी तेस्रो नम्बरको भाग्यशाली राशि रहेको छ सिंह राशि, कन्या राशि, तुला राशि र मकर र कुम्भ राशि। यी 7वटा राशिहरूको लागि यो 2083 साल एकदमै राम्रो रहेको छ। सोचेको आँटेको कुराहरू सबै पुरा हुनेछन्। वैदेशिक यात्राको लागि तयारी गर्दै हुनुहुन्छ भने यो साल हजुरको लागि अत्यन्त उत्तम रहनेछ। व्यापारको लागि पनि राम्रो रहेको छ। स्वास्थ्य क्षेत्रमा पनि अत्यन्त राम्रो रहेको छ। यदि लामो समयदेखि रोग व्याधिले सताइरहेको छ भने यो साल हजुरको लागि अत्यन्त राम्रो हुने देखिन्छ। र यसै गरी सावधानी अपनाउनु पर्ने 5वटा राशि मध्ये पहिलो नम्बरको रहेको छ मेष राशि, दोस्रो नम्बरको कर्क राशि, तेस्रो नम्बरको वृश्चिक राशि, धनु राशि र अन्त्यमा रहेको छ मीन राशि। यो 5वटा राशिहरूको लागि भने यो 2083 साल त्यति धेरै राम्रो रहेको छैन। तर पनि हजुरको ग्रह गोचर अनुसार ग्रहहरू कहाँ बसेका छन्, हजुरको चिना कुण्डलीमा ग्रहहरू कहाँ बसेका छन्, त्यो अनुसार पनि फल हुने भएकोले सबैलाई सबै कुराहरू मिल्छ भन्ने हुँदैन। तर पनि हजुरको समग्रमा भन्नुपर्दा 50% भने भनेको कुराहरू राम्रो र नराम्रोको विषयमा मिल्ने गर्दछ। त्यसै कारणले हजुरले आत्तिनु पर्दैन। हजुरको ग्रह गोचरहरू कस्ता छन् एकचोटि देखाएर मात्रै यो 2083 साल कस्तो रहेको छ हजुरले जान्न सक्नुहुन्छ। हजुरलाई ज्योतिष सम्बन्धी कुनै पनि जानकारी प्राप्त गर्नु छ भने टिकटकको प्रोफाइलमा व्हाट्सएप नम्बर रहेको छ। व्हाट्सएप नम्बरमा गएर पनि हजुरले सम्पर्क गर्न सक्नुहुन्छ र आफ्नो चिना कुण्डली पनि देखाउन सक्नुहुन्छ। राधे राधे।